अब 2-4 लाख रुपियाँ हो भने त छ अब त्यति धेरै त छैन तपाईको यति धेरै माग्छस् अनि कहाँबाट हुन्छ त यार मसँग भात पाकेन भने ए ल ल ल मेरो बुढा आउनु भयो खाली फोनमा झुन्डेछ राखे है त ल ल ल उता गएर ढुक्न जाऊ भन्ने नि मान्दैन सुकुम्बासी बस्तीमा खालि यहीँ बसेको छ फेरि फोन आयो हजुर दाइ हजुर फेरि बालेनको डोजर आयो अरे म यहाँ खाना खान आएको थिएँ त्यहाँ एकछिन यसो हेर्दै गर्नु न है म खाना खान आउँछु ए ल म खाना खाएर आउँछु हेर्दै गर्नु न त्यहाँ फेरि बालेनको डोजर आयो अरे आयो आइरहनु त आइरहोस् कति अब त्यही एउटा सानो त्यो एउटा सुकुम्बासी त्यति एउटा टुक्राको लागि कति कुदिरहेको त तपाईँ पनि छोडिदिनु अब भत्काइने भएको यता 4-5 करोडको घर छ त हाम्रो अनि किन चाहियो त्यो सुकुम्बासी त्यही भयो नि अलिकति हुन्थ्यो नि त यो त छ नि हाम्रो सुकुम्बासीहरूले चाहिँ अहिलेसम्म न्याय पाएन बिचरा बिहान खाए बेलुका के खाउँ बेलुका खाए बिहान के खाउँ भनेर बसिरहेछ तपाईँ बसी चाहिँ खाँदै एउटा टुक्रो जग्गामा कुद्या ए म त गएर भनिदिन्छु बरु कहाँ भन्ने कुरा छ त्यहाँ पनि फेरि घर बनाउनु पर्छ कि पछि अब यो त भाडामा दिएको छ लागिएको छ खाइएको छ अब यति चलिरहेको त नि यो बालन सरकारले एकदम राम्रो काम गरे हो के गर्न चाहिँ सुकुम्बासी बस्ती भत्काएर जताततै गरेर अब हाम्रोमा डोजर आइसक्यो भने भन्छ अब म त जान्दिनँ है कति लुगा फेर्नु थोत्रो लुगा लाउँदा होइन पछि अब तिम्रो पारो खाना खाएर त्यहाँ ढुकेर बस्छ जान्न है जान्न म त नजाने कुरो आज दिनदिनै त्यहाँ गएर ढुक्यो केही न केही यत्रो 4-5 करोडको घर दुई ठाउँ 3 ठाउँ घर छ जहाँ अब यो एउटा त भाडामा देखाने एउटामा हामी गएर बसौँला त्यहाँ घर खाली गरेर भनौँला नि त हामी मलाई थकेला छ म सोच्छु गएर हजुर म सुकुम्बासी नै हो असली सुकुम्बासी हो हजुर मेरो कोही पनि छैन केही पनि छैन भने त्यहाँ एउटा अपार्टमेन्ट दिएर राखिदिन्छ अरे म त जादिनँ त्यो भने किन छोड्नु म जादिनँ मलाई त ठिक लागेन यो बालन सरकारले यो के भन्छ भत्काएको पनि ठिकै लागिरहेछ कि बिचरा असली सुकुम्बासी बिचरा खान नपाउने त्यो बच्चाहरू हेर्नु त्यो वृद्ध आमा बुवाहरू हेर्नु कति गाह्रो भएर बसेको छ तपाईँलाई चाहिँ त्यही टुक्रो चाहिन्छ किन चाहियो क्या त्यो चाहिँ तपाईँलाई काठमाडौँको ठाउँमा एउटा टुक्रो भयो भने यहाँ सुन फल्ने ठाउँ छ त यो त 4-5 वटा घर छ त के खल्नु यो बरु त्यो सुकुम्बासीहरूलाई पनि ल्याएर बरु यही 4-5 वटा घरमा राख्दैन हुन्छ के भन्छ फेरि यो बुद्धि त फेरि 5 पैसा आएन क्या मचम्म उल्का छ गाँठे मान्छेले उहाँ कहाँ पाउँ भइरहेको महारानी जस्तो बनाएर राख्दा पनि जो खान बनाएर त्यहाँ ढुकेर बसेर सुकुम्बासी बस्दा म त जान्न है तपाईँ आफै जानु